सो हेलो गाइज, आज चाहिँ हामी खेतमा जान लाग्यो खेत खन्न अनि धानको सिजन पनि सुरु भइसक्यो। गाइज हामी खेतमा पुगिसक्यौँ। गाइज अहिले चाहिँ हाम्रो बर्खाको सिजन आइसक्यो अनि हामीले चाहिँ धान लगाइसक्यो। हाम्रै हो लास्ट गेजार गर्ने भोलि आउनु जाए। हेलो गाइज, सबैलाई नमस्कार। म एउटा बिन्ती गर्न चाहन्छु सबैसित, के हो र भ्युजै पर्दैन, त्यत्रो मेहनत गर्छौँ यार, यत्रो खन्छौँ, मकै काट्छौँ, ट्रालीमा हाल्छौँ, बोकेर जान्छौँ, बोरा बोक्छु, देख्नु होला भ्युजै आउनु न। पर्छ नि आऊ के लेख्यो आमा? सब्सक्राइब। ए मलाई थाहा, तपाईँहरूले सब्सक्राइब गर्नु हो, यो भिडियोलाई लाइक सब्सक्राइब अनि सेयर गर्नु होला नभुलिकन। लगाए आजलाई भ्याइयो घर जान लाग्यो हामी। लगाए आजलाई भ्याइयो खनेर आलीसाली खनेर सब खनेर भ्याइयो। ल अब भोलि भेटौँला, भोलि गेजार गर्दा भेटौँला। बाई। के अरे भाइ? क्या गराउने हो? क्या फर्काउने हो? लड्ने हो? जाडो भयो। ल गाइस, बाई बाई, भोलि भेटौँला। बिजाइदियो गाइस, मोबाइल मिसो बिजाइदिनु भयो गाइस। ल गाइस, ल बाई बाई, फाइनली गाइस, ल बाई बाई, भोलि भेटौँला नेक्स्ट डे। सो हेलो गाइस, आज चाहिँ नेक्स्ट डे अनि आज चाहिँ हामी होइन गेजार गर्न जान लाग्यो ट्र्याक्टर। हेलो गाइज, पर्सनले ट्र्याक्टर र हलो लिएर हिँडिसक्यो र म सादा ओढेर हिँड्दैछु। सो अब आज चाहिँ खेत जोत्नु जान लाग्यो, गेजार हो आज चाहिँ। ल गाइज, पहिला अब खेतमा जाऊँ, यहाँ भिडियोकै क्यामेरा। ल गाइस, हामी खेतमा पुगिसक्यौँ। अब चाहिँ हामीले जोत्न लाग्यो होइन। यो चाहिँ हामी माथिको खेतमा यो भ्यासी सुरुमा यो जोत्ने अनि तलको खेतमा जाने। दलदलिलो छ होइन, कस्तो आज त चक्काको गोटी अस्ति छरिदिन त भ्याइयो, त्यही फसेर। ल यहाँ चाहिँ हामीले यति जोतिसक्यौँ। के हो गाइस, ट्र्याक्टर फर्कियो जाम त गाइस, ट्र्याक्टर फर्कियो यार। हाई गियरमा जोतेको गाइस। जोतेर चाहिँ भ्याइएन यहाँ अलिअलि, किन भन्दाखेरि यहाँ पहिल्यै जोतेको अनि अब 8:30 भइसक्यो। अब ढिलो भयो, ढिलो त अब के पठाइदिनु भयो घर जानुभयो। तर अब हामी घर जान लाग्यो, स्कुल जाने। अब गाइस उताको खेत जोत्नै छ। ल गाइस अब के हुन्छ, अब स्कुलबाट आएर भेटौँला, नत्र भए
नेक्स्ट भ्लगमा भेटौँला है त गाइज। गाइज अब चाहिँ म स्कुलबाट घर आइसकेर ट्याप चलाएर अनि त्यहाँ चाहिँ मकै छोडाइराख्नु हो। मकै छोडाउने मसिन लिएर आएको र मकै छोडाउने मसिनको भ्यूहरू हेर्नु है त गाइज। अनि ट्र्याक्टर चाहिँ यहाँ छ जोतेर आएको अनि हामी चाहिँ सबै जोतिसक्यौँ। म चाहिँ 2टा गरेर जोत्दा घर आएँ अनि छिटो नुहाइधुवाइ गरेर गएँ स्कुल। दादा चाहिँ 10 बजे घर आएर भात खाएर बल्ल स्कुल आउनुभयो त। ल गाइज आजको भ्लग पनि यति है अनि यो भ्लग पनि यहीँ सिद्धिन्छ। भेटौँला नेक्स्ट मेलोको भ्लगमा धान रोप्दाखेरि। ल बाई गाइज।